छोरीको विदेश यात्रा भन्नाले इन्डिया पढाइको सिलसिलामा चाहिँ छोरी अब बेङ्गलोरतिर जाँदैछु र छोरीलाई राम्रो पढ्नु भनेर चाहिँ म आशीर्वाद दिन चाहन्छु। छोरीको अब घर छोड्दाखेरि कस्तो फिल हुँदैछ अलिकति बताइदिनु पऱ्यो। घर छोडेर जाँदाखेरि पहिलोचोटि घर छोडेर अलिकति टाढो जाँदाखेरि कस्तो फिल हुँदैछ त्यो बताइदिनु पऱ्यो। कति टाइम लाग्छ कति टाइम लाग्छ? अरे बस्दै गर्नु म आइहाल्ने अरे पर्खिन्छु आइहाल्छु बस्नु अब हिँडिहाल्यो। ल ल ल त्यो डकुमेन्टहरू छ भने चाहिँ हातमै बोक्नु नभए उता लानु। ओके लेट गरिदिन्छु नि ल आइपुग्ने अरे ल सुपर 9 बजी पुग्छ नि होइन ल अब यहाँबाट मेरो लाउनु म त त्यो ह्यान्डब्यागै लान्छु। पहिले त पारिपट्टि गएर लाउँदा हुन्थ्यो होला एयरपोर्टै पुगेर किनभने एसएसबीले फेरि खोल्नु लगायो भने फेरि धगल आउँछ स्क्यानमा हाल्नु लगाइहाल्छ खोल्नु लाउँछ लगाउँदैन कि स्क्यानमा चाहिँ हाल्नु स्क्यानमा हाल्नु ठिक छ ठिक छ आवाज आयो भने फेरि खोल्नु लगाउँछ आवाज त आउँछ आउँछ मेडलहरू अब केहरू छ त्यही त आवाज भित्र सामान त्यस्तो नराम्रो अब हामी अब सुन अलिकति भेट दिएको भने पनि टिटिट कराउँदो रहेछ नि अनि सुन्छ खोल्नुहोस् भनेर भनिहाल्छ तपाईँहरूले काममा लगाउने त भन्ने पनि हो त्यस्तोहरू देखाउनु न त्यसो भने उसको बारीबाट जानु भाइ आँट्छ मजा आँटेको चाहिँ अब भारी भारी चाहिँ ल्याउनुहोस् त भारी भारी खासै भारी त छैन उचाल म पो विदेश गएको जस्तो फिल आउँदैछ त मलाई यो भारीहरू उचाल्न अब आफै पो उचाल्नुपर्छ त अब यो त अभ्यास हो ट्रेनिङ हो मैले त यस्तो त कति गरिसकेको ल अब काँगरभिट्टाबाट चाहिँ हामी बागडोग्रातर्फ लाग्दैछौँ। अब भ्यानमा हाम्रो लगेजहरू पस्यो है ल आइडी चाहिँ हातमा होस् ल ल ल ल ल सबैले आफ्नो आफ्नो आइडी चाहिँ निकालेर राखौँ। ड्राइभिङ मान्छेलाई हामी कुदाउनेको मात्रै अरूको हुन्न भन्छ ए हो हेर्नु तपाईँहरूको लगेज हेर्नु ल एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा छवटा छ भन्नुहोस् न ल बस्नुहोस् पछाडि 4 जना चढ्नु बस्यो अब हामी कहाँ जाँदैछौँ? बागडोग्रा एयरपोर्ट होइन? ल यो ठाउँ चाहिँ काँगरभिट्टादेखि चाहिँ अब हामी यसो कनका हामीलाई सघाउन हौ तिमी भइहाल्छ ल
अब भएको भए त हुन्थ्यो नि के गर्नु त धेरै छ त तपाईँहरूको अलिक नेपाली गाडी हो कि इन्डियन गाडी हो? इन्डियन गाडी हो। नेपाली गाडीहरूलाई त होइन इन्डियन गाडी उयो गर्नुपर्छ अनि एक केबीहरूलाई त अलिकति खुल्ला छ कस्टममा बिल काट्नुपर्छ। पानी चाहिँ एउटा किन्नु है। दुईजना माथि अझै बाबा भएपछि त फिकरै लागेको छैन होला है। फर्स्ट विदेश ट्राभल गर्दाखेरि नै अब यसरी होइन बाबाको साथमा ट्राभल हुँदैछ, धेरै खुसीको कुरा है। लकी मान्छेले मात्रै यस्तो चान्स पाउँछ होइन। सीमा क्षेत्र इन्डिया र नेपालको बोर्डर काकाभिट्टा नाका पर्छ यो चाहिँ। दुई दिन 3 दिनको लागि त हप्ता जस्तो चाहिँ हुँदैन, या त महिनावारी सिस्टम हुन्छ 28 दिनको 28 दिनको तपाईँको 300 रुपियाँदेखि लिएर 350को हुन्छ। अनि तपाईँको इन्डियाभरि मात्रै कल गर्नुहुन्छ भने चाहिँ तपाईँको 200 रुपियाँ लाग्छ। त्यसमा चाहिँ डाटा हुँदैन फेरि। डाटा चाहिनु भन्छ तपाईँले यहाँ मन्थली मात्रै हो। हुन्छ अहिले त्यहाँ बाटोमै पर्छ जाँदा यता भिडमा नछिरो, यता बाटोमै पर्छ, बाटोमै पर्दै गरेर त्यो डढेर लगाएको नि त डढेर लागेको बेलामा छेउछेउले त धुवा लागेको क्या त्यसमा। यतापट्टि चाहिँ सेतै छ। इन्डिया र नेपालको बोर्डर काकाभिट्टा नाका यसरी सुरक्षाकर्मीहरू चाहिँ यहाँनिर अगाडि अहिले अब यो बनाउनु भन्दै नेपालको इन्टरनेसनल एयरपोर्ट जत्रो पो छ कि के हो अब। तपाईँको देख्दैन प्लेन आएको पनि देख्दैन, गएको पनि देख्दैन। कत्रो भारी रहेछ त, ठेल्नै सकेन त हौ। त्यत्रो चाहिँ ज्यादा छ यहाँ त। बेलुका भयो हेर्नु पर्छ 2 मिनटमा आउँछ। यही हो। तपाईँहरूको अलिक टाइम लाग्छ होला, भित्र झेलेर निक्लिनुहुन्छ होला होइन। कुन ब्याग? खोइ कालो ब्याग ए कसको ब्याग? यो हाम्रो ब्याग कस्तो मिन्सो। अनि यो ब्याग म त दिले तान्नु पछाडि यो लग भन्नुभयो नि त। छोरीको त फर द फर्स्ट टाइम होइन एरोप्लेनको यात्रा। यता हेर्नुपर्छ होइन। वे अब के हुनेवाला छ है।
के भयो गाडीको अगाडि गाडीको अगाडि हेलो त्यो बाल्यो फ्ल्याग लाउने हो आर्मीको हो कि आर्मीको अफसरको त्यहाँ फ्ल्याग लाउने हो त्यहाँ झन्डा लाउँछन् झन्डा यहाँ राख्ने उद्यो ठुलो चाहिँ लगाउनु ठुलो ल्याऊ अगाडि पार्किङ है होइन है? बोकिराख्नु जाने भनेको न तपाईँहरू होइन हामी घुम्दै आउँछौँ होला घुम्दै आउँछौँ होला भरे भरे आउँछौँ ल ल सामान छुटेन हुन्छ होला यति नै बागडोग्राको हवाई अड्डा प्लेनमै जाउँ उतै जाउँ त्यता अलिक यता लेफ्ट ल रिङ्सो पनि तिमीलाई छोड्नु आएको छ होइन रमाइलो लागिरहेको छ आँसु चाहिँ झर्छ होला जस्तो लागिरहेको छ मलाई है ल बाई यता हेर अब नानी र हामी त फर्किने हो ल हामी दुईजना चाहिँ अब फर्किनु ल दिदीहरू उता जाँदैछन् होइन अब हामी चाहिँ फर्किनु यहाँबाट ल यहाँ त हिन्दी बोल्नुपर्छ नि त भोलि अब हिन्दी आउँछ नि होइन हिन्दी आउँछ नि बोल्नु होइन के हेर डोरेमन हेरेर आएको serial nomor bola NGP. हेलो 145. नक्सलबारी रोडको नाम त हिलकाट रोड नक्सलबारी डिस्ट्रिक्ट चाहिँ दार्जिलिङ पर्छ
बसहरू रहेछ नि हो पछाडिको म त ट्रेन पो भन्ने ल अहिले आउँदैन होला हौ बङ्गलादेश खोइ कहाँ ए होइन आउँछ नि यो आउनुको लागि त हो हामी चाहिँ अहिले पानी ट्याङ्कीको रेलवे फाटकमा स्टक भइरहेको छौँ है के हो आइपुगेको त छैन ल छिरो छिरो त्यहाँ हेर्नु है दाहिने भाइ छैन लु हामी चाहिँ यहाँ पास भयौँ अब आइपुग्यो ल यहाँनिर ट्रेन कस्तो सुपर फास्ट हुन्छ होइन देखेको थिएन फर द फर्स्ट टाइम होइन